नमस्कार साथीहरू, स्वागत छ हजुरहरूलाई यस भिडियोमा। फेरि पनि नेपाली शेयर बजारमा एउटा नयाँ आइपिओ आउन लागेको छ। काठमाडौँ महानगरपालिका वडा नम्बर 32 तीनकुने काठमाडौँमा रजिस्टर कार्यालय र रत्ननगर नगरपालिका वडा नम्बर 14 चितवनमा उद्योग कार्यालय रहेको एसवाई प्यानल नेपाल लिमिटेडले उद्योगबाट प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनी ऐन 2063 अन्तर्गत स्थापित एसवाई प्यानल नेपाल लिमिटेडले ईपीएस स्यान्डविच प्यानल, पफ प्यानल, यूपीवीसी झ्याल तथा ढोका निर्माण तथा बिक्री गर्ने गर्दछ। कम्पनीको पुँजी संरचना हेर्दा कम्पनीको अधिकृत पुँजी हाल 1,30,81,37,100 रहेको छ भने जारी पुँजी रु 1,30,81,37,100 रहेको छ र त्यस्तै चुक्ता पुँजी रु 78,48,82,300 रहेको छ। धितोपत्र निष्कासन भई बाँडफाँड भए पश्चात कम्पनीको चुक्ता पुँजीको संरचना 60% संस्थापक शेयर धनीहरूको र 40% सर्वसाधारण समूहको रहनेछ। नेटवर्कको कुरा गर्दा आर्थिक वर्ष 2080-81 अनुसार प्रति शेयर आम्दानी रु 5 रुपियाँ 35 पैसा र प्रति शेयर नेटवर्थ रु 106 रुपियाँ 61 पैसा रहेको छ भने आर्थिक वर्ष 2081-82 को अपरिष्कृत विवरण अनुसार प्रति शेयर आम्दानी रु 8 रुपियाँ 81 पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ रु 115 रुपियाँ 42 पैसा रहेको छ। र एसवाई प्यानल नेपाल लिमिटेडले उद्योगबाट प्रभावित क्षेत्र चितवन जिल्ला रत्ननगर नगरपालिकाका सम्पूर्ण वडाहरूका बासिन्दाहरूको लागि रु 100 अंकित दरले 2,61,627 किता साधारण शेयर र नेपाल सरकारको सम्बन्धित निकायहरूबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरूका लागि रु 100 अंकित दरले 4,97,092 किता शेयर निष्कासन गर्न लागेको हो। एसवाई प्यानल नेपाल लिमिटेडले उद्योग प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि यही मिति 2082 साल भदौ 29 गतेदेखि 2082 साल असोज 12 गतेसम्म साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गर्ने भनिएकोमा नेपालमा भएको विषम परिस्थितिको कारणले मिति 2082 साल असोज 7 गतेदेखि न्यूनतम 10 कितादेखि अधिकतम 50,000 कितासम्म आवेदन दिन सक्नेछन्।